एमाले सांसदहरूको नाराबाजी र बेल घेरापछि प्रतिनिधि सभा बैठक स्थगित। संसद अवरोध हुँदाको सेवा सुविधा नलिने भन्दै रासपाले बुझाए सभामुखलाई पत्र। कांग्रेस सांसद सुनिल शर्मालाई पक्रिएकोमा एमालेको आपत्ति। ललिता निवास प्रकरणमा बयान दिन तयार छु बाबुराम भट्टराईको भनाई। प्रतिनिधि सभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्। उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नाराबाजी र बेल घेराउ गरेका हुन्। एमाले सांसद ज्वालाकुमारी शाहले बोले लगत्तै सांसदहरूले नाराबाजी र बेल घेराउ गरेका हुन्। एमाले सांसदहरूले नाराबाजी गरिसकेपछि बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले साउन 29 गते सोमबार दिउँसो 1 बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्। प्रमुख प्रतिपक्षी नेकपा एमाले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले शर्माको पक्राउप्रति आपत्ति जनाएकी हुन्। सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनु पर्छ भनिरहनु भएको थियो। सांसद शाहले भनिन् अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनु पर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिसकेको प्रमाणपत्रको मुद्दा पक्राउ गरेकोमा हाम्रो आपत्ति छ। सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहिबार पक्राउ गरेको थियो। सांसद शर्मा सहित ब्युरोले शुक्रबार बिहानसम्म 8 जना डाक्टरलाई पक्राउ गरेको छ। सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति माग गरिरहेको एमालेले शुक्रबार पनि संसद बैठकमा नाराबाजी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने बताएको छ। शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै राष्ट्रपा संसदीय दलका नेता रवि लामिछानेले अहिलेसम्म पठाएको भए हिसाब मिलाउन गर्न पनि भनिसकेका छन्। राजनीतिक द्वन्द्वका कारण अवरुद्ध सांसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुख मार्फत प्रतिबद्धता जाहेर गर्छ। साथै हालसम्म हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ। राष्ट्रपाले बुझाएको पत्रमा भनिएको छ संसद अवरुद्ध भइरहँदा जनताका मुद्दा दिनौं दिनका समस्या र राष्ट्रपतिमाथि परेका संकटहरूमा विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरूको सार्वभौम अधिकार हनन हुन पुगेको उनले बताएका छन्। जारी अधिवेशन नियमित गर्ने आवश्यक पर्ने हलकदमी लिँदै उसले सभामुखलाई आग्रह पनि गरेको छ। गत साउन 10 गतेदेखि संसद लगातार अवरोध हुँदै आएको छ। ललिता निवास प्रकरणमा बयान दिन तयार छु बाबुराम भट्टराईको भनाई। पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचार सम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्। विगतका आयोजना जस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्च स्तरीय आयोग गठनको आवश्यकता रहेको उनको भनाइ छ। बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूलन पार्नका लागि व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जनाउनु पर्ने बताएका हुन्। उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्च स्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्। संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको भट्टराईको भनाइ छ। ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको पनि बताएका हुन्। मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन भट्टराईले भने। म बयान दिन तयार छु। पार्टीको प्रदेश स्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताएका छन्। मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औल्याउँदै उनले सोही अनुसार नेसपा अघि बढेको बताउनु भएको छ।